नमस्कार सबैजनालाई मेरो च्यानल नेपाल अनलाइन सेयर मार्केटमा तपाईलाई स्वागत छ। हिजो चाहिँ मेरो सेयरले एउटा नोटिस पब्लिस गरेको छ जुनमा लेखिएको छ अब चाहिँ तपाईहरुले आईपीओ एप्लाई गर्दाखेरि पिन कोड युज गर्नुपर्ने। यदि नयाँ लगानीकर्ता हुनुहुन्छ भने तपाईले मेरो सेयर फर्स्ट लगइन गर्ने बित्तिकै त्यहाँ देखाउँछ मेरो सेयरको पिन कोड कसरी सेटअप गर्ने भनेर र सेटअप गर्न सक्नुहुन्छ र पुरानो लगानीकर्ताहरूले के गर्ने भनेर त्यो नोटिसमा केही पनि मेन्सन गरिएको छैन। तर म आज यो भिडियोमा देखाउने छु तपाईलाई यदि पुरानो युजर हुनुहुन्छ मेरो सेयरको पुरानो युजर हुनुहुन्छ भने तपाई कसरी पिन कोड अनलाइनबाटै घरै बसेर लिन सक्नुहुन्छ। एकदमै सजिलो छ र त्यो बाहेक अरु पनि जानकारी दिनेछु यो पिन कोड किन लिएर आको मेरो सेयरले र यो पिन कोड कुन ठाउँमा युज हुन्छ र यसको फाइदाहरु के छ यो पिन कोडको त्यो बारेमा पनि म जानकारी दिनेछु यो भिडियोमा। सो स्टार्ट गरौँ र मेरो च्यानल नेपाल अनलाइन सेयर मार्केट अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला र बेल आइकन पनि क्लिक गर्नु होला र नयाँ लगानीकर्ता हुनुहुन्छ भने तल डिस्क्रिप्सनमा एउटा नेपाल शेयर बजार भन्ने च्यानलको लिंक छ त्यो सब्स्क्राइब गरेर त्यो भित्रको जो भिडियोहरु हेर्नु होला। त्यो नयाँ लगानीकर्ताहरुको लागि गाइड हो शेयर बजारमा कसरी एन्ट्री गर्ने शेयर बजार भनेको के हो भनेर। सो अब स्टार्ट गरौँ। यहाँ हेर्न सक्नुहुन्छ नोटिस हिजो चाहिँ मेरो सेयरले यो नोटिस पब्लिस गरेको हो र धेरै जनाले पढ्नु भयो होला पनि। यहाँ लेखिएको छ मेरो सेयरमा पिन कोडको प्रयोग गर्ने व्यवस्था गरिएको सूचना यसले सञ्चालन गरेको मेरो सेयर सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले यस सफ्टवेयरमा रहेको माई आस्पा मार्फत सार्वजनिक निष्कासन भएको धितो पत्रको खरिद आवेदन प्रविष्टित गर्दा हाल प्रयोग गर्नुपर्ने वन टाइम पासवर्ड ओटीपी लाई प्रतिस्थापन गरी सोको सट्टामा पर्सनल आइडेन्टिफिकेसन नम्बर पिन कोड को व्यवस्था गरिएको जानकारी गराइन्छ। 4 डिजिट को उक्त पिन कोड सेट गर्नका लागि प्रयोगकर्तालाई मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पिन कोड सेट गर्नुपर्ने व्यवस्था गरिएको छ। मेरो सेयर प्रयोगकर्ताले अब उपरान्त सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन दिँदा अनिवार्य रूपमा उक्त पिन कोड प्रयोग गर्नुपर्ने छ। यसमा के लेखिएको छ भन्दाखेरि त्यो ओटीपी कोड जुन हामी आईपीओ एप्लाई गर्दाखेरि लास्टमा ओटीपी कोड एन्टर गर्थ्यौं त्यसलाई रिप्लेस गरेर अब पिन लिएर आइएको छ र मेरो सेयरले के भनेको छ यो पिनले गर्दा अझै पनि सुरक्षित हुनेछ हाम्रो कारोबारहरु सेफ हुनेछ त्यसकारणले यो पिन लिएर आइएको हो र अरु पनि यसको फाइदाहरु छ म अगाडि भिडियोमा भन्नेछु यो पिनले गर्दा के फाइदा हुनेछ र कसरी तपाईले पिन लिन सक्नुहुन्छ अनलाइन। र यसमा एउटा कुरा मेन्सन गरिएको छ नयाँ लगानीकर्ताहरुले पहिलो चोटी मेरो सेयर लगइन गर्दै हुनुहुन्छ भने त्यतिबेला पिन लिन मिल्छ भनेर मेन्सन गरिएको तर पुरानो जुन मेरो सेयर युजरहरु छन् उहाँहरुले कसरी पिन लिने भनेर मेन्सन गरिएको छैन। त्यसैले धेरै जना पुरानो मेरो सेयर युजरहरुको क्वेशन थियो कसरी यो पिन लिन सकिन्छ हामीले भनेर। सो यहाँ एकदमै सजिलो छ पिन कसरी लिने म देखाउँछु यो भिडियोमा। र यो ओटीपी कोड तपाई हेर्नुस् यो देखेपछि तपाईलाई थाहा हुन्छ ओटीपी कोड कन्फर्मेसन यहाँ लेखेको छ यही कोड हो। हामीले आईपीओ एप्लाई गर्ने बेलामा सीआरएन नम्बर सबै डिटेलहरु एन्टर गरेर लास्टमा प्रोसिड गरेपछि ओटीपी कोड आउँछ र ओटीपी कोड स्क्रिनमा देखिन्छ यो 4199 देखिएको छ त्यो हामी यहाँ एन्टर गरेर एप्लाई गरेपछि चाहिँ हाम्रो आईपीओ एप्लाई हुने गर्थ्यो। अब चाहिँ यो ओटीपी कोड आउँदैन र यो ओटीपी कोडको ठाउँमा हामीले पिन कोड हाल्नु पर्ने हुन्छ र त्यो पिन कोड सधैँ जस्तै यो ओटीपी कोड जसरी नयाँ एभ्री टाइम आईपीओ एप्लाई गर्दाखेरि नयाँ ओटीपी कोड जेनेरेट हुन्छ त्यसरी हुँदैन। तपाईले एकचोटी पिन कोड बनाउनुहुन्छ त्यही पिन कोड तपाईले जहिले पनि आईपीओ एप्लाई गर्दाखेरि त्यो एन्टर गर्नुपर्ने हुन्छ। र त्यसको फाइदा के हुनेछ भन्दाखेरि जसरी 2-3 वटा कम्पनी अथवा दुईटा अथवा एउटै कम्पनीको आईपीओ इस्यु भयो र त्यतिबेला धेरै चाप हुन्छ आईपीओ एप्लाई गर्नेहरुको पहिलो दिन र त्यतिबेला आईपीओ एप्लाई गर्दाखेरि यो सिस्टमले एउटा ओटीपी कोड इच टाइम इच युजरको लागि हरेक टाइम हरेक युजरको लागि जेनेरेट गर्नुपर्ने हुन्छ। त्यसरी सिस्टममा अझै लोड पर्न जान्छ त्यसले गर्दा सिस्टम ह्याङ हुने गर्थ्यो स्लो हुने गर्थ्यो। अरु पनि डिफरेन्ट रिजनहरु छ धेरै रिजनहरु छ स्लो हुनुको तर यो पनि एउटा कारण हुने गर्थ्यो यो ओटीपी कोड जेनेरेसनले गर्दा पनि सिस्टममा लोड पर्न जान्थ्यो र त्यो लोडले गर्दाखेरि यो सिस्टम ह्याङ हुने गर्थ्यो। र मेरो सेयरले के भनेको छ सीडीएससी ले के भनेको छ भन्दाखेरि अब चाहिँ यो सिस्टममा मेरो सेयरको यो सिस्टममा अब चाहिँ ओटीपी कोड जेनेरेट गर्नु पर्दैन। जुन एकचोटी मेरो सेयरको युजरहरुले पिन कोड बनाइसकेन त्यही पिन कोड एन्टर गरेर एप्लाई गर्दा अब यो सिस्टममा लोड हुँदैन र धेरै हदसम्म लोड कम हुन्छ भनेपछि अब मेरो सेयरले धेरै राम्रो काम गरेको छ एप्लिकेसन पनि लिएर आयो त्यसले गर्दा पनि अब धेरै प्रेसर हुँदैन मेरो सेयरमा त्यति लोड पर्दैन र राम्ररी चल्छ र त्यसैमा यो ओटीपी कोडलाई हटाएर अब चाहिँ पिन कोड लिएर आयो र यसले पनि धेरै तपाईहरुलाई मद्दत गर्छ। यसले पनि
लोड र प्रेसरलाई धेरै घटाउँछ मेरो सेयरमा। त्यसकारण अब आशा छ अब आउने दिनहरूमा आइपिओ हामी सजिलै एप्लाई गर्न सक्छौँ। कुनै पनि ह्याङ हुने, लोड नलिने समस्याबाट छुटकारा पाउँछौँ होला। धेरै हदसम्म यो समस्या कम हुन्छ भन्ने आशा गर्छौँ। र 11 गते आइरहेको छ जनरल इन्सुरेन्सको आइपिओ, त्यति बेला हेरौँला। सो अहिले चाहिँ अब कसरी पिनकोड लिने कुरा आयो। अब पिनकोड लिनको लागि तपाईँ मेरो सेयर लगइन गर्नुपर्ने हुन्छ। अब चाहिँ म आफ्नो मेरो सेयरतिर जान्छु। मेरो सेयर लगइन गरेर तपाईँहरूलाई देखाउँछु। यो चाहिँ गरेँ मैले। अब कुनै एउटा ब्राउजर खोल्छु। कुनै पनि आफ्नो ब्राउजरबाट तपाईँ मेरो सेयर लगइन गर्नुहोस्। एप्लिकेसन भन्दा पनि तपाईँ वेबसाइटबाट लगइन गर्नुहोस्। वेबसाइटबाट लगइन गर्नलाई मेरो सेयरमा गएर यहाँ मेरो सेयरको मैले अलरेडी बुकमार्कमा सेभ गरिसकेको छु। यहाँ क्लिक गर्छु म, लगइन बक्स खोल्छ अनि एकछिन वेट गर्नु होला। सो यहाँ ओपन भइसकेको छ, मेरो सेयरको लगइन बक्स ओपन भइसकेको छ। अब आफ्नो डिपी सिलेक्ट गर्नुहोस्। डिपी सिलेक्ट गरेर युजर नेम र पासवर्ड मेरो अलरेडी एन्टर छ, पहिल्यैबाट सेभ छ। अब म चाहिँ लगइन गर्छु। लगइन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईँको सुरुमै मागिरहेको छ। यो चाहिँ हिजो मागिरहेको थिएन, आज चाहिँ यसले मागिरहेको छ। प्लिज सेट अप अ 4 डिजिट पिन कोड टु एक्जिक्युट ट्रान्जेक्सन थ्रु मेरो सेयर। नो, डु नट सेयर योर पिन कोड एन्ड किप दिस पिन फर फ्युचर युज। यो पिनकोड चाहिँ एकदमै प्राइभेट राख्नु होला। जसरी एटिएम कार्डको पिनकोड हामी प्राइभेट राख्छौँ त्यसरी यो पनि तपाईँले प्राइभेट राख्नु होला। कतै पनि सेयर नगर्नु होला। र यही तपाईँले लगइन गर्ने बित्तिकै आफ्नो जस्ट युजर नेम पासवर्ड एन्टर गर्नु र डिपी सिलेक्ट गरेर लगइन क्लिक गर्ने बित्तिकै यो तपाईँको आउँछ। र यसमा तपाईँले 4वटा डिजिट भनेको नम्बर है, एबिसिडी तपाईँ नलेख्नु होला। नम्बर 1 2 3 4 यस्तो नम्बरमा 4वटा कुनै नम्बर तपाईँले सिलेक्ट गरेर यहाँ प्रोसिड गर्न सक्नुहुन्छ। म पनि अब सिलेक्ट गर्छु। एकछिन समय दिनु होला, म सिलेक्ट गर्छु। सो मैले आफ्नो ट्रान्जेक्सन पिन हालिसकेको छु। अब चाहिँ सिम्पली मैले प्रोसिड गर्छु। यहाँ हेर्न सक्नुहुन्छ राइट साइडको तल ट्रान्जेक्सन पिन हे सेभड सक्सेसफुली। त्यति भनिसकेपछि अब फेरि लगइन बक्स आउँछ र अब फेरि लगइन गर्नु छ, आइपी एप्लाई गर्नु छ भने तपाईँ लगइन गरेर आइपी एप्लाई गर्न सक्नुहुन्छ। र आइडी मैले आफ्नो सबै सिलेक्ट गरेर पासवर्ड अलरेडी एन्टर छ, यहाँ लगइन गर्छु र खुल्छ। त्यसपछि मैले आइपी एप्लाई गर्न सक्छु। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ हिजो बोडकास्ट मेसेजमा पनि लेखेको थियो, यही कुराहरू नोटिसमा आएको थियो। मेरो सेयरमा पिन कोडको प्रयोग गर्ने व्यवस्था गरिएको सूचना एसलीले सञ्चालन गरेको मेरो सेयर सफ्टवेयरलाई थप सुरक्षित, अघि मैले पढेकै कुराहरू हो। यहाँ पनि बोडकास्ट गरेको छ मेसेज। र अब पिन सेटअप भइसक्यो। त्यो पिन चाहिँ तपाईँ नबिर्सिनु होला। पिन चाहिँ बिर्सिनु भयो भने धेरै समस्या हुन्छ। त्यो पिनलाई कतै तपाईँ आफ्नो डायरी अथवा जता भयो भने नोट गरेर राख्नु होला। र एभ्री टाइम तपाईँ आइपी एप्लाई गर्दाखेरि त्यो पिन चाहिँ तपाईँले एन्टर गर्नुपर्ने हुन्छ। आइपी एप्लाई गर्दाखेरि सिआरएन पछि सिआरएन एन्टर गरेर प्रोसिड गरिसकेपछि ओटिपी कोडको ठाउँमा पिन माग्छ। त्यो पिन तपाईँले एन्टर गरेर प्रोसिड गर्नुपर्ने हुन्छ। सो आजलाई यति। र मेरो च्यानल नेपाल अनलाइन सेयर मार्केट सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला र बेल आइकन पनि क्लिक गर्नु होला आगामी दिनमा सेयर मार्केटका भिडियोहरू हेर्नको लागि। र नयाँ लगानीकर्ता हुनुहुन्छ भने तल डिस्क्रिप्सनमा लिङ्क छ नेपाल सेयर बजारको, त्यसमा सब्सक्राइब गर्न सक्नुहुन्छ। र त्यो भित्र थोरै भिडियो मात्र छ, तर त्यो तपाईँ बिगिनरहरूको लागि जो अझै सेयर बजारमा एन्ट्री गर्नु भएको छैन, सेयर बजार भनेको के हो, एकाउन्ट कसरी बनाउने र त्यो एकाउन्टहरू कसरी अपरेट गर्ने भन्ने भिडियोहरू छ, त्यो चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ। धेरै भिडियो छैन, खोज्नुपर्ने अवस्था हुँदैन। सिम्पली तपाईँ केही भिडियो मात्र चाहिँ हेर्न सक्नुहुन्छ र आगामी दिनमा पनि आउँछ त्यसमा भिडियो। हस् त, धन्यवाद।